हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ थियो एकादशीको दिन अनि त्यही भएर चाहिँ मम्मी बिहानै उठेर नुहाइधुवाइ गरेर जलको भाँडाहरू माझेर जल अर्पण गर्नुभएको थियो। अनि यसरी फुलको त्यो कलशहरू सजाएर मम्मीले पूजा गर्नुभयो। अनि म चाहिँ भिडियो खिच्दै हिँडिरहेको थिएँ होइन, म त गर्दैन। अनि मम्मी चाहिँ आज व्रत पनि बस्नु भएको थियो। यसरी मम्मीले पहिला सधैँ नियमित दिनदिनै यसरी नै जलहरू चढाउने गर्नुहुन्छ। अनि त्यसपछि चाहिँ आज मम्मीले त्यही उसको लागि मैरा नै भन्छ होला होइन, त्यसैको लागि यसरी फुलमाला उनेर अनि मैरीलाई यसो गरेर सजाउनु भएको छ गाइस। हजुरहरूले हेर्न सक्नुहुन्छ। र फाइनल लुक हाम्रो मैरीको धेरै नै राम्रो भएको छ। मैले यस्तो भन्छु, हजुरहरूलाई चाहिँ कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। अनि त्यसपछि चाहिँ मैले धेरै क्लिपहरू खिच्न पाएको थिएन, मलाई चाहिँ हल्का पढ्न मन थियो। अनि भित्र खानासाना पकाउने गर्दा चाहिँ मेरो कति क्लिपहरू छुटेको छ। त्यो पनि मम्मीले यसरी राम्ररी नै सजाउनु भएको छ। अनि अब चाहिँ मेरो पाली आयो एकैचोटि टिका लाउनेको। अनि टिका लाउने बेलामा चाहिँ मम्मीले मलाई बोलाउनु भएको थियो, म खाना पकाउँदै थिएँ भित्र। अनि आएर मम्मीले यसरी मलाई टिका लगाइदिनु भयो। अनि त्यहाँबाट मलाई चाहिँ प्रसादी खुवाइदिनुहुन्छ। अनि एकैचोटि प्रसादी चाहिँ मुखमा हाल्दै गर्नुहुन्छ क्या होइन। अनि त्यही भएर चाहिँ कस्तो एकैचोटि उस भयो। अनि दक्षिणा दिएर मम्मीले मलाई ढोग गर्नुहुन्छ। मलाई ढोग गरेपछि चाहिँ भाइको पाली आउँछ टिका लाउने। अनि भाइलाई पनि यसरी लगाइदिनुहुन्छ, भाइलाई पनि सेम मलाई जस्तै गरेर खुवाइदिनुहुन्छ। अनि हामी दुइटैको दक्षिणा पनि सेम हुन्छ होइन। अनि दुइटैको हाम्रो चाहिँ एक्सचेन्ज झगडा भएको थियो अनि त्यही दक्षिणाको बारेमा। अनि त्यसपछि चाहिँ भाइले मम्मीलाई ढोग गर्छ। अनि यसै गरेर आजको हाम्रो दिन सकिन्छ, एकादशी पूजा पनि सकिन्छ। बाई गाइस।